My responsibility. School time. Simple boat drawing practice. अब हामी यहाँ साइजिङ मिलाउने लगभग कपीको बिचतिर एउटा पोइन्ट राख्ने एउटा पोइन्ट यहाँ राख्यो अब सेम यो यसको डिस्टेन्स कति छ हेर्ने यहाँ डिस्टेन्स राख्ने यहाँ डिस्टेन्स हुन्छ डिस्टेन्स गर्ने यहाँ डिस्टेन्स गर्ने अर्को डिस्टेन्स सेम अब यो डिस्टेन्स यहाँ राखेर यहाँ राख्ने लगेर अब यो जोड दिने यहाँ जोड दिने यहाँ जोड्ने सेम अब यसलाई लगेर यहाँ जोड दिने लगेर यहाँ जोड दिने यो भयो माथिको भाग हो अब सेम जस्तो छ सेम यसलाई पेन्सिललाई पनि अर्को बोर्डलाई लाइन घुमाउने जस्तो सेम छ सेम त्यही मजाले घुमाउने यो भयो अब यो घुमेपछि अब बोर्डको भाग यो चाहिँ सिधा हुनुपर्छ है यो सिधा भएपछि यो बोर्डको यो फ्ल्याग हामी यहीँ बस्छौँ बस्ने यहाँ काम गर्छौँ यहाँ बसेर काम गर्छौँ यो चाहिँ सिधा हुनुपर्छ है अब यो भाग सानो यो भाग ठुलो त्यसले गर्दा फ्ल्याग अर्को ठुलो दिन्छ यो लाइन यहाँ आउँछ त यसले बोर्डले चेक हुनाले यो लाइन यहाँ आउँछ यसको यो यहाँ आउँछ पिदा अब फेरि यहाँ अर्को सेम यसरी घुमाउने यो लाइन फेरि सिधा यो लाइन फेरि यहाँ जोड्ने यति गरेपछि अब यो जसरी घुम्छ यो त्यसरी घुम्नु पर्यो यो जसरी घुम्छ यो त्यसरी घुम्नु पर्यो गयो घुमेको छु यो सेम त्यही एङ्गलमा मजाले अब यति भाग पानी बनाउने ब्लू डार्क ब्लू अब यता घाँस ग्रिन जस्तोहरू बनाउने यति गरेर त म पुग्यो भने अब सेडिङ गर्नु सक्छ त कान्छे